हामी घरबाट निस्किसकेको छ। यसको घरबाट सो अगाडि हेर्नु यो धोकेबाज हिजो जान्छु भनेर आज जान्न भनेको छ र फेरि जान्छु भनेको छ। फेरि यो सामान लिन गएको छ। ठिक छ हाल्छ नि त 10 पास। सो उहाँले मलाई 10 पास भएको धम्की दिएर अपराध हालिदिनु। मैले त्यही बेला भनेर ठुलो दुश्मनी छ कि त्यो भएर हो क्या ए भाइ तिमी सरसुरु चाहिँ सरसल्लाह भन्छ के धम्की दिएको छ मैले भनेन कि उता भाइलाई धम्की दिइरहेको छ उहाँले भने उसले पनि अन्त सरस्वतीको धम्की दिएर उहाँले नि धम्की दिएको थियो। त्यो यो बराबर भएको छ यहाँ। सो पुलिसले नबोलाउनु होला फिल भएर मुख नछाडौँ न यो फ्यामिलीहरूको अनि यतिको आउँदैन तिमीलाई किन त्यसले के भनेको सरस्वती मलाई भनेको क्या हामी फेरि जाँदैछौँ माथि कुमालटारीतिर। आज हाम्रो सवार रहेको छ भाइरल चौर र हामी यहाँ 3 जना भेला भएको छौँ। अझै 3 जना आउनु छ। कता सबै घर जाने हेर अहिले किन राखेको छैन सो गाइज हामी जाँदैछौँ सबै घर मासु अलिक टाढै हो। सो हालै हामी यहाँ सबै केटाहरूले भेट्दैछ। यहाँ लिची चोर्ने भनेको छ गाइज के गर्ने नचोर्ने म त है। ल अर्को यहाँ छ तपाईँको नाम रिदम तपाईँको नाम दिवेश अहिले त दुइटा फेरि हरायो ऊ त सबै तल आइसकेको छ। सो हामी जाँदैछौँ तल। सो हामी यहाँ यो बाटो हन्टिङ हान्न जाँदैछौँ। लिची हन्टिङ हान्ने भनेको छ भने गाइज है मलाई थाहा छ सबै। सो पहाडबाट लिची हान्ने भनेको छ गाइज के लिची हान्दिनँ तपाईँ कमेन्ट गर्नुहोस् म हान्छु या हान्दिनँ भोलि भन्छु। सो हामी लिची हन्टिङ हान्ने अनि गाइज यहाँ हामी आइसकेको छ कुमालटारी भाइरल चौर। तपाईँहरूले आउनु जान सक्नुहुन्छ। म भाइरल चौरको बाटो देखाउँछु गाइज। म यहाँ यो ठाउँको नाम के हो कुमालटारी आएको छ भने हाम्रो केटाहरू सबै गायब भएको छ। तपाईँहरूले भाइरल चौरमा आएर हल्का योगदान पनि गर्न सक्नुहुन्छ भने हामी यहाँ कोरो के गर्न आएको थाहा छैन अरे। अनि अब हामी पछि बोल्छौँ अहिले साथीहरू पर्खिन्छ। सो गाइज हामी यहाँ कता भन्दाखेरि भाइरल चौर जानको लागि आएको हो र हामी अहिले 2 जना मात्रै छ भने त्यहाँ केटाहरू पानी खान रोकेको छ भने एउटा लजालु साथी छ क्या हाम्रो यो चाहिँ है लास्टै लजालु के यो चाहिँ यता हेर्दैन केही शब्द भन्नु नि त ल यतिकै नहेरिकन म केही भन्न चाहन्न। तपाईँको नाम भनिदिनु नि त। मेरो नाम कृष्ण हो होइन। म आज भाइरल चौर जान लागेको केटाहरूसँग रमाइलो गर्नको लागि। गर्लफ्रेन्ड त छ होइन तर अहिले घरमा छ होला होइन। अहिले के गरेछ मलाई थाहा छैन। म यति भन्न चाहन्छु। ल यहाँ अर्को साथी आउँदैछ यहाँ काले कौवा अनि 2टा काले छ है। ल के शब्द भनिदिनु त। अघि नै मै भन्ने अहिले मै भन्ने गर्लफ्रेन्ड छैन। कहाँ जानु लाग्यो भाइरल भाइरल मात्रै नाम भाइरल चौर के जानु जान्ला केटी भेट्न केटी छैन र केटी भेट्न जान्ला। के छ सर के छ हालखबर ठिक छ। तपाईँको नाम मेरो नाम छैन। नामै छैन के हो अनि गर्लफ्रेन्ड छैन। कहाँ जान्ला भाइरल चौर के गर्न गर्लफ्रेन्ड छैन गर्लफ्रेन्ड हेर्नु जानु लाग्यो सबैजनालाई मिलेर जानु लाग्छ है। यो चाहिँ काले हो होइन हाम्रो काले भाइ भन्छ सबले है। यो चाहिँ काले भाइ आएको छ हाम्रो बल्ल 2 जना साथीहरू। सो मैले भिडियो बनाउनु पाएन यहाँ वान चलिरहेको छ भर्खरै। सो यहाँ हाम्रो 2टा साथी आयो मलाई यहाँ गाह्रो भएको छ केटा हो। हामी जान्छौँ अब भाइरल जाने बाटो भाइ पुग्छ। म तपाईँलाई बाटो देखाउँछु बाटो यहाँको अनि यहाँ हामी यहाँ तपाईँहरू यहाँबाट नयाँ पुलको बाटो है। अनि म तपाईँलाई बाटो देखाउँछु। बाटो एकदम राम्रो छ प्रगति छ राम्रो छ है। सो यो बाटो
म झगडा गर्न छोडिदिएँ साथी यार म झगडा गर्न छोडिदिएँ अब साथी सो तपाईँलाई म बाटो देखाउन चाहँदैछु तपाईँ कुमारधारी बाटोबाट आउनुभयो भने डिमलबाट आउनुभयो त्यो बाटो आउनु यो नापुको बाटो होइन यहाँबाट आएर सिधा भाँच्न जानु लेफ्ट राइट जानु है लेफ्टमा जानु राइट जानु राइटबाट गएपछि तपाईँहरूले नापुमा गाडी पनि देख्न सक्नुहुन्छ गाडी पनि यहाँ नापुमा गाडी पनि पाउनुहुन्छ तपाईँहरू आफ्नो साधनमा आउँदा पनि राइट लिनु यहाँ लेखेको छ बाहिर चौर लेखेको छ है बाहिर चौर जाने बाटो लेखेको छ अनि यहाँ पुरै बाटो हेर्न सक्नुहुन्छ पुरै बाटो होइन हिजो चाहिँ फुल हिलो 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 थियो क्या आज चाहिँ अलिक घाम लगाएर अलिक सप्रेको छ भने हिजो घाम पनि लागेको थिएन भने बेलुका हिजो बेलुका पानी पनि परेको थियो क्या त्यही भएर पुरै हिलो थियो योभन्दा नि खराब हिलो थियो सो म आज बाटोमा तपाईँलाई गएर कस्तो हिलो थियो देखाउँछु यहाँ यहाँ हेर्नुहोस् कतिको हिलो छ त्यस्तै हिलो थियो क्या बाटोमा तपाईँले देखाउँछ सो गाइस हामी हिजोको बाटो आएको थियो बनि रेड्डी बाटो थियो बाटो भने एकदम खराब थियो मुजा पनि हेर्नु यस्तो फोहोर छ तर फोहोरमा मुजा देखेको थिएन भने बाटो भने होइन यस्तो खराब थियो गाइस के भन्नु मान्छे हिँड्ने बाटो पनि थिएन क्या मान्छे हिँड्यो भने के त्यसले बाइक देखाएको रे गाइस तर मलाई के बाइक छैन किनकि म हिँडेर जानेछु यो बाटोमा यस्तो हिलो थियो गाइस होइन मान्छे यता छेउमा बसेर बस्नु पर्थ्यो क्या सो म तपाईँलाई बाटोको ब्लग दिँदै जाँदैछु अहिलेको लागि यति नै गाइस पहिला हाल्दा नि हिजो भर्खर कुरा गाइस यहाँ चाहिँ बाटो यस्तो हिलो थियो कि यस्तो हिलो थियो यस्तै हिलो थियो कि गाइस यस्तै बबालवाला हिलो थियो है यस्तो हिलो थियो यो बाटो मान्छे हिँड्दा चाहिँ अहिले यहाँ मान्छे हिँड्दिनु बाटो थिएन क्या पहिला मलाई हिजो भर्खर त हामी यो बाटो यो लेन हिँड्नु पर्थ्यो यहाँ पनि यस्तो हिलो छ गाइस है यो लेन हिँड्नु पर्थ्यो भने यो बाटो विकास गर्नु पर्यो कि यहाँको सरकारले वडा नम्बर 7 को होइन पालुङटार वडा नम्बर 7 वडा नम्बर 7 पालुङटार वडा नम्बर 7 को वडा सरकार यो त जे पनि भयो थियो त वडा नम्बर 7 यो विकास गर्नु पर्यो के यो कि त आमासँग यो विकास गर्नु पर्यो बाटो भएन बेलुक ग्रेभल हालेर पिच गर्नु पर्यो यो यस्तो बाटोमा मान्छे हिँड्न नसक्ने भयो भाइरल चौरमा त लेखेर हुन्छ पानीको समस्या छ पानी त्यहाँ टाढाबाट आएर कि त्यत्रो पानी किनेर खान सक्छ हामी त्यो एउटाबाट हाल्नु पर्यो 30 रुपियाँ त्यो अब त्यो मिनी वाटर त्यस्तो त्यो मिनी वाटरमा त्यो फिल्टर त्यो कताबाट हालेको होइन त्यो माथिबाट त्यो ढकरमा पनि कस्तो मैला थियो होइन त्यो पानी खानु पर्यो 30 रुपियाँ तिरेर हेर्नु त यस्तो यो त भएन है यो त भएन 30 रुपियाँ हाल्नुपर्छ 30 रुपियाँ नि राम्रो पानी खानु पाउँदैन के गर्नु पुरै फिल्टर गरेको पानी नि हुन्न त्यसमा कागज भरेको पानी हुन्छ मिनी वाटर बोतलमा चाहिँ पुरै फुल पानी आउँदैन क्या त्यसमा फुल पानी आउँदैन नि त त्यो रियलवाला मिनी वाटर किन्यो भने त्यहाँबाट हामीले किन्न पर्यो भने फुल पानी आउँछ कहाँको पानी हो त्यो पनि थाहा हुन्न गाइस है पुरै ढक्क अनि सिल पनि हुन्न है मतलब सिल त हुन्छ तर मैले पुरो बिर्को रिस्टक गरेको हुन्छ के भन्छ अरे रिसाइकल गरेको बोतलहरू त्यो सबै है कसको जुठो हुन्छ के हुन्छ के छैन हो यस्तो बोतलहरू रिएको हुन्छ त्यहाँ चाहिँ गाइस त्यही भएर यस्तो कि त पानीको व्यवस्था चाहिँ धारा राख्नु पर्यो सरकारहरूले वडा नम्बर 7 को है पालुङटार वडा नम्बर 7 को सरकारले वडा सरकारले त्यहाँ पानीको व्यवस्था गरिदिनु पर्यो त्यो 30 रुपियाँ थोत्रो पानी हामी खान सकिँदैन तर गएर के अरे हाम्रो मजबुरीमा हामीले त्यो पानी खाइरहनु पर्छ त्यो पानी हामीले मजबुरीमा खानु पर्छ गाइस होइन टिका लाएर गएको हुन्छ पानी हामी खाने पर्छ जसरी नि है सो यहाँ एउटा साथी छ होइन अहिले त 30 रुपियाँको पानी कस्तो छ भनिदिनु त 30 रुपियाँ पानी एकदम बकवास किटो छ किटो त्यो 30 रुपियाँको लायकको पनि छैन है गाइस भन्नु पर्यो त्यो पानी है सो यहाँ बाटो हेर्नु म देखाउँछु रोक्नु है एकछिनमा राम्रो हाल्नु पर्यो पानीको व्यवस्था हुनु पर्यो गाइस यहाँ हेर्नु यो बाटो पहिला यस्तो खत्तम थियो मैले बाटोमा मम्मी भेटेको छ त्यहाँ मम्मी छ मेरो है अनि सो मम्मीले मलाई खाजा र पैसा दिएको छ अनि सो म भाइरल छ मगर अब त्यहाँ गएर खाजा त खानु पर्यो भोक लाग्छ मान्छे पानी म त्यहाँ खाना म खोलाको पानी खान तर्छ त्यहाँको पानी खान गाइस
यो बाटो खत्तम बाटो हो गाइस। म यहाँको बाटोलाई सरकारलाई चाहिँ बाटोको लागि चाहिँ फेरि अनुरोध गर्दछु। अब यहाँभन्दा बढी नबोलौँ होला फेरि केपी ओलीले हाले जस्तो मलाई पनि यहाँको उसले केही गर्यो भने है अब नाके हो हामी पनि हो क्या है। ल तपाईँहरूलाई फेरि पनि स्वागत हो। हेर्नु बाटो हेर्नु यस्तै हिलो हुन्छ गाइस। बाटो हेर्न सक्नुहुन्छ। बाटो चाहिँ यस्तै हुन्छ है। अहिले चाहिँ अलिक बाटो रहेछ नजर त्यस्तै हिलो बाटो। हामीलाई यहाँ बाइक चलाउन बाइकमा आउने मान्छेहरूलाई नि गाह्रो हुन्छ। यहाँ बाइक सिक्देर हुन्छ के हुन्छ है त्यो भएर गाह्रो हुन्छ है। सो बाटो व्यवस्थापन चाहिँ चाहिन्छ हामीलाई है। मान्छेहरू हिँडेर चाहिँ माथिबाट जान सक्छौँ भने अनि यहाँ साइड साइड हिँड्न सक्छौँ भने बाटो यस्तै हिलो छ। अनि यहाँ मान्छे हिँड्नेहरूलाई हिलो छ्याप्ला हाने डर हुन्छ पानी परेपछि। यहाँ अस्ति नै हिजो भर्खर एउटा बाइक धर्नु नपल्टेको है। स्कुटी नि पल्टेर धर्ने मान्छेहरूलाई केही नि भएको छैन। पल्टिन चाहिँ पल्टेछ तर मान्छेहरूलाई केही नि भएन। सो यहाँ अटोहरू नि यहाँ पाइन्छ। अटो जिप बसहरू नि हिँड्छ गाइस है। यो बाटोमा तपाईँहरू अटो बस जिप आफ्नै साधन छ भने त झन् राम्रो कुरो हो। तर अटो बस जिपमा हजुरहरू आउन सक्नुहुन्छ। र यति भन्दै म अहिलेलाई बिदाई लिन चाहन्छु। आधी बाटोमा गएर भेटौँ त म खाजा खान्छु अब। गाइस मैले खाजा खाएको थिएँ है। अनि हामी यहाँबाट चाहिँ सरी आउँछौँ भने हामी यहाँबाट राइट लिनुपर्छ। यहीँ देखेको हुनुहुन्छ। यता देखा भने यता नजाने बारी छ। हामी राइटतिर जानुपर्छ। सो म खाजा खान्छु। तपाईँलाई म भाइरल जाने बाटोमा भेटाउँछ। त्यहाँबाट दुईवटा बाटो छ त्यहाँबाट देखाउँछु म। ल हस् त नमस्ते। सो गाइस तपाईँहरूलाई म देखाउँछु बाटो है। सो यहाँबाट हामी लेफ्ट लिने होइन है। लेफ्ट लियो भने हामी घर जाने बाटोमा जान्छौँ। हामी यो लेफ्ट बाटो चाहिँ जाने हो भने जानु पर्दैन। अनि हामी राइट गयो भने हामी जङ्गल बाटो पर्छ। यो बाटो पनि तपाईँहरू जान सक्नुहुन्छ। अब त्यो तपाईँको हातमा छ। तपाईँ सिधा गरेर जानुभयो भने सिधा गरेर फेरि राइट लिनु जाने बाटो छ। अथवा तपाईँ यो बाटो पनि जान सक्नुहुन्छ। यहाँबाट यसरी जान पनि सक्नुहुन्छ। तपाईँबाट घाम परेको छ भने हामी यो बाटो जान्छौँ भने सिधै गएर है म माथि गएर अलिकति बाटो छ त्यो देखाउँछु तपाईँलाई। सो गाइस चाहिँ हामी यो बाटोमा चाहिँ है सिधै त्यो बाटो आएपछि हामी कहाँ जानुपर्छ नि कालीको मुखमा जाने होइन। त्यो भएर यहाँबाट सिधै जान्छौँ है। अनि सिधै गएर बाइक पछाडिबाट हटिदिनु होला कृपया पछाडिको मान्छेहरूलाई म भन्न चाहन्छु। सो हामी यहाँबाट चाहिँ यता लेफ्ट मतलब लेफ्ट अथवा सिधा भन्यो नि सिधा गयो भने चाहिँ हामी बास ज्याङभित्र बसेर हामी केटीलाई बुझ्नु सक्छ अब आफै है। अथवा बुझ्नुहोस् लेफ्ट गयो भने हामी कुन गाउँ जान्छ थाहा छैन। राइट लिनुहोस् त्यहाँबाट है। तपाईँहरू अहिले ट्याक्कै भाइरल चौरतिर जानुहुन्छ। हाम्रो अर्को भ्लगर दाइ छ यता हेरेर आयो भनिदिनु। भ्लगर दाइ भ्लगर दाइ यता हेरेर आयो भनिदिनु ल। अनि पछाडिबाट गाडी आएर चाहिँ बस गाडी जाँदै। सो यहाँ चाहिँ मान्छेहरू धेरै नै आउँछ भने है। हाम्रो भाइरल चौर त्यसै नाम त राखेको होइन होला है। मान्छेहरू हेर्न सक्नुहुन्छ। बुढोदेखि बुढी सबै हुनुहुन्छ है। अहिले भाइरल भयो अस्ति पनि भाइरल अहिले भर्खर भाइरल भएको हो। तपाईँ केही शब्द भाइरल चौरको बारेमा भाइरल पानीको सुविधा चाहियो होइन कस्तो। सो गाइस अगाडि दुईजना सुरु हिँडिरहेछ अनि हामी यहाँ दुईजना छौँ। यहाँ एउटा काले छ हाल्यो भने हेलो। अनि पछाडिबाट दुईजना आइरहेको छ भने त्यो पनि भ्लगरै हो गाइस। मलाई लात लागिसक्यो। मलाई एउटाले भन्छ इग्नोर गर भनेर है यिनीहरूलाई। सो त्यहाँ अगाडि पनि त्यो भ्लगरै हो गाइस है। सो हामी भ्लगरै हुनुहुन्छ। हाम्रो भ्लगरै हो। जस्ट इग्नोर इट म्यान पिपुल है। कोलाई इग्नोर गर्ने हजुर भात देऊ नि त भात देऊ न होइन भात दिन पर्ने भनेको छ लास्टै साइड चेपेर है। हामीलाई हेरेको साधन छैन हिँडेर आएको छ है। मान्छेहरूलाई हेर्न पाइन्न। यो प्राकृतिक ठाउँ हो यसमा टिकट पनि काट्न पाइन्न। सायद यहाँ टिकट पनि काट्दैन क्या हो है। र हजुर को सर कहाँ छ मैले चिनेन। म आफ्नोसित भ्लग बनाउँदै नि। सो गाइस पहिला चाहिँ हामीले गाडी पार्कहरू चाहिँ तल गर्थ्यो भने तल अहिले किन नगरेको भन्दा पार्क तल चाहिँ अहिले त्यो पुरै घाँसहरू हुन्छ नि। हामी जे घाँस हेर्न आउँछ नेचुरल चिजहरू त्यो घाँसहरू हामी नेचुरल चिजहरू हेर्न आउँछ त्यो नि पुरै डिस्कसिङ पुरै भत्किएर मतलब पुरै अहिले सुकेर उस भएर अहिले पार्किङ लट चाहिँ यहाँ बनाएको छ।
है त ल पार्किङ लट छ हेर्नु पार्किङ लट हेर्नु न भाइरल चौरको पार्किङ लट को हिलो हेर्नुहोस् सो यहाँ अगाडि हेर्नुहोस् कतिजना मान्छेहरू आउँछ म तपाईँहरूलाई देखाउँछु भाइरल चौरमा गएर है यहाँ पार्किङ एउटा यहाँ छ अनि बाइकहरू तपाईँहरू यहाँ पार्किङ गर्न सक्नुहुन्छ भने यहाँ पार्किङ गर्न सक्नुहुन्छ अनि यहाँ पनि छ पार्किङ लट धेरै नै छ थोरै छैन भने हाम्रो यहाँ एउटा मोटे ब्लगर अनि यहीँ काले मान्छे म अनि यहाँको गोलो मान्छे भनेर भन्न नमिलोस् सो पछि भेटौँला भाइरल चौरभित्र गाइसमा भाइरल चौर आएको छ भने हामी यहाँ गेटबाट होइन गेटबाट भित्र पनि छिर्न सक्छौँ अनि त्यो गाडी पार्क गर्ने कुराहरू छ यो भाइरल चौर छ सायद नयाँ पसल खोलेको जस्तो छ हिजो खोलेको थिएन यो अब तपाईँहरू गर्मी महिना छ यो खान सक्नुहुन्छ अब के अब हामी अहिले भेटौँला है बाटोमा भाइरल चौर सबै त्यो तपाईँहरू यहाँ खाने कुराहरू खान सक्नुहुन्छ म यहाँ सिनेमेटिक भ्यू निकाल्छु तपाईँहरूको लागि भनेर अब हामी चाहिँ अब घर जान लागेको छौँ सुविधा केही छैन बाइकहरूको हामीसँग साधन केही छैन हिँडेर जाने हिँडेर आउने त्यही हो काम अब हामी घर जान्छौँ है त्यसै सुविधा ठिक छ गाइज छोडिदिनु अब ल बाई बाई गाइज मैले आधी बाटोमा भेट्छु बोलाउँछु तपाईँहरूलाई ल गाइज हामी यहाँ घर फर्किन लागिसकेको छ गए पनि पुग्न लागेको छ यसको घर यो कराको यसको बच्चा हो मलाई मार्न लाग्छ गाइज म मर्यो भने विदमको नाममा है यसको नाममा यो कालेको यो ब्लगमा आउँछ पक्का गाइज ल ठिक छ त त गोरे छ नचला न सो यहाँ मलाई मोटीले पनि चलाइरहेको छ गाइज यसलाई नि म मर्यो भने यसको जिम्मा गाइज हेर्नु लट्ठी लिन लगाइरहेको छ पुरा गाइज हेर्नु गाइज सो गाइज हामी घर पुग्न लागेको छौँ अब हस्त गाइज अब यति भएपछि म अफ गर्न जाँदैछु हाम्रो ब्लग यो ब्लग सबै अन्तिम गन्तव्यतिर पुगेको छ भने हाम्रो ब्लग हाम्रो सकिन्छ आजको ब्लग यहीँसम्म र हजुरहरूलाई यो भ्लगमा कुन चाहिँ बेस्ट पार्ट लाग्यो भन्दा अब अर्को बेला चाहिँ म हल्ला गर्लफ्रेन्डसँगको बनाउँछु केटी पटाउनेको ल ठिक छ गाइस हस्त नमस्ते।